ल यो चाहिँ हाम्रो टुनी टुनीको काठबाट बनेको 6 कुने सुधारिएको मुढेघार हो। यसको चाहिँ बाहिरी संरचना यस्तो हुन्छ, जुन अब भित्री संरचनाहरू हामी सबै देखाउने छौँ। अब यसको यो प्रवेशद्वार बाहिरी संरचनामै पर्ने जाने भएको कारणले यो चाहिँ सानो ठुलो बनाउन मिल्छ है। यसलाई सानो ठुलो बनाउने कसरी भन्नुहुन्छ, यसरी हजुरहरूले ठुलो पनि बनाउन सकियो, अझै आवश्यक पर्यो भने अझै पनि ठुलो बनाउन सक्यो कि यसलाई चाहिँ मौरी र चरण तापक्रमको हिसाब गरेर। अनि हामीले सामान्य अवस्थामा चाहिँ यसलाई चाहिँ अब मौरीको साइज अनुसार यसरी 6 mm मा चाहिँ हामीले यसलाई तयार गर्ने हो। अझै सानो चाहियो भने हामीले केही राखेर पनि सानो गर्न सक्यो, यसैले सानो ठुलो गर्न सक्यो होइन। म यो राख्दिनँ, मौरी पनि भरिसकेको छ भने यो नराख्दा पनि भयो, यो ठुलै पलबाट पनि चल्यो। यो चाहिँ प्राकृतिक नै देखिने भयो। यो चाहिँ हामीले क्विन गेट राख्नु पर्यो भने, अब सुधारेको भनेपछि क्विन गेट पनि प्रयोग गर्न पाउनुपर्ने भएको कारणले हामीले यसो क्विन गेट पनि राख्न मिलोस् भनेर यो एउटा ल्यान्डिङ फ्लोर अर्थात् आसन बोर्ड भनौँ के भनौँ, यसलाई चाहिँ ल्यान्डिङ फ्लोर राखिदिएका हौँ। यसको चाहिँ अब भित्री संरचना हामी यसरी हेर्न सक्छौँ। दायाँ बायाँ साइडबाट हेर्न चाहनुहुन्छ यसरी चाहिँ तपाईँले भित्रको संरचना अब बाहिरैबाट हेर्न सक्यो नि त। अब के भइरहेछ कति देखिन्छ, यताबाट देखिन्जेलसम्म यताबाट हेर्न सक्यो। यो चाहिँ हामीले इन्टर कभरको ठाउँमा रानी छेक्ने पाता प्रयोग गरेका छौँ। अहिले चाहिँ हामीले पहिलाकोमा भन्दा अझै थप सुधार गरेर छाउरा कक्षलाई थोरै सानो र मह कक्षले थोरै ठुलो, अर्थात् यो अहिले न्युटन बी टाइपको घरमा चाहिँ जति स्पेसहरू छ छाउरा कक्षमा लगभग यसमा पनि त्यही छ भने मह कक्षको पनि खाली ठाउँ न्युटन बी टाइपको मह कक्षको जति लगभग नै छ अहिले हामीले लगभग यसको हिसाब गर्दाखेरि। अनि यसको चाहिँ यसरी दायाँ बायाँ पनि हेर्न सक्यो हजुरहरूले। अनि अब यसरी पनि खोलेर हेर्न सक्नुभयो। अब यसरी यो पुरै खोलेर हेर्छु भन्ना नि भयो होइन, म यसरी मात्रै हेर्छु भन्नु भयो नि भयो, यसरी पनि हेर्न सक्यो। यसको चाहिँ इन्टर कभरमा चाहिँ हामीले चाहिँ रानी छेक्ने पाताको प्रयोग गरिदिएको छौँ। यो भएपछि तल छाउरा कक्षमा मौरीले काम गरुन्जेलसम्म यहाँ बोरा अथवा केही कपडा राखिदिएपछि अब माथि जाँदैन। जब हाम्रो मौरी चाहिँ तल पनि छाउरा कक्ष भरेर मह उत्पादन सिजन अर्थात् चरण सुरु भयो भने अनि हामीले चाहिँ यहाँको कपडा हटाइदिएपछि अब यो माथिको खाली भागमा गएर उसले मह लगाउने काम गर्छ होइन। म अब यो यताकोबाट पनि साइडबाट पनि खोलेर हेर्छु भन्नुहुन्छ भने खोल्न मिल्छ यो सबै। यो चाहिँ मान्छेले भन्दा बाहेक अरू जनावरले चाहिँ खोलेर चाहिँ खान सक्दैन, नगुल्टिनी नपल्टिनी गरी चाहिँ राख्नु पर्यो हामीले। यसरी यसलाई चाहिँ हामीले डमी बोर्ड पनि दिएका हुन्छौँ, पार्टेसन अर्थात् छेका बार। यो चाहिँ 30 मिलिमिटर मोटो काठबाट बनेको हो अर्थात् 3 सेन्टी। अनि यहाँ चाहिँ हामीले किन राखेको भनेर धेरैजनाले प्रश्न गर्नुहुन्छ। यो चाहिँ हजुरहरूलाई अलि चिसो ठाउँमा पुग्यो भने यसमा चाहिँ तपाईँले 20 mm चौडाइ भएको 10 mm को चाहिँ पिफम चाहिँ सजिलोको लागि चाहिँ पिफम हो। अरू कुनै पनि जुटकै बोरा पनि हामीले सानो काटेर यसरी प्रयोग गर्न सक्छौँ। जुन यो भागमा चाहिँ हामीले पिफमलाई काटेर यसरी राख्यौँ भने अब हावा टाइट हुन्छ यसको, पुरै लामै राखिदियौँ भने अनि यसरी तलमाथि छिरेपछि अब यसले हावा टाइट गर्ने काम गर्छ। जुन चिसो ठाउँको लागि गर्मी ठाउँको लागि यो परेन, त्यो भएर हामीले चाहिँ यो पुरै खाँच काटेर राखेका छौँ यसरी तल्लो मास्लोमै, सामान्य ठाउँको लागि परेन। अनि यसको चाहिँ अब
भित्री ढकनी अर्थात् इन्टर कभर, क्विन एक्सक्लुडर, रानी छेक्ने पाता, जुन मह कक्षमा मौरीले काम गरिसकेपछि माथि गएर मह मात्रै सङ्कलन गर्छु भनेर चाहिँ हामीले यसरी प्रयोग गर्ने हो। अनि यसको फ्रेम यसरी चलाइमान हुन्छ। यसमा चाहिँ तार हाल्न मिल्दैन, आधार चाका चाहिँ हामीले प्रयोग गर्न मिल्छ। तार हाल्यो भने चाहिँ अब हल्का लुज हाल्यो भने चाहिँ हुन्छ, तैपनि हामीले चाहिँ नहालेको। यसमा चाहिँ अब हामीले महमदानी मह काट्न पाइन्न यसबाट। सब अरू चाहिँ सबै कुरा गर्न पाइयो। जस्तै गोला फुटाउनु पर्यो भने पनि हामीले सकिन्छ। जस्तै हजुरसँग यो घरमा चाहिँ मौरी मजाले एकदम सक्रिय भएर चाहिँ चलिराखेको छ, तर महको सिजन अलि राम्रो नहोला कि जस्तो लाग्यो, या त गोला विभाजन गर्छु भन्ने तपाईँले लाग्यो भने जस्तै यो न्युटन बी टाइपको माथिको फ्रेम अथवा बाँसको कुनै पनि या सिनका जे होस्, यो चाका धान्ने हामीले लिस्टीलाई माथि यसरी यहाँबाट यहाँ बाँधेर आधुनिक घरमा पनि हामी न्युटन बी टाइपमा पनि यो घरबाट मौरी गोला विभाजन गर्न सक्छौँ भने होइन। अब हामीसँग चाहिँ फेरि आधुनिक घरमा मौरी छ, यो घरमा चाहिँ हामीले चाहिँ मौरी नै छैन भनेदेखि पनि हामीले यसरी आधुनिक घरमा यहाँ आधार चाका राखेर आधुनिक घरमा चाहिँ हामीले मौरी घरमा चाहिँ 10-15 दिनसम्म चाहिँ एउटा घरमा एउटा 4-5 गोला छ भने एक एक फ्रेम दियो भने अब उसले चाहिँ यहाँ चाका लगाएर फुल बच्चाको एउटा रेसियोमा पुऱ्याउँछ। त्यसपछि हामीले 4-5 वटा चाकामा फुल बच्चाको रेसियो पनि मिलेको छ, चरन सिजन पनि चाहिँ भालेको पनि प्रशस्त छ भने अब गोला विभाजन गर्न आधुनिक घरको मौरीलाई पनि विभाजन गर्न सकिन्छ। यो चाकाहरू हामीले त्यहाँ दिएका हुन्छौँ, अनि त्यही चाका ल्याएर चाहिँ अब यहाँ 4-5 वटा हालिदिने, यो खोल्दै यहाँ हाल्ने, अनि त्यसपछि फुटाउनु योग्य कुन घार छ त्यसको माउरा आदि कर्मी मौरी हामीले राखेर पनि यसमा विभाजन गर्न सक्छौँ। यो चाहिँ बहुउपयोगी छ। यसबाट नहुने भनेको महमदानीमा मह काट्न पाउनुहुन्न, त्यति मात्रै हो। अरू सबै कुरा चाहिँ यसमा पूर्ण रूपमा गर्न पाउनुहुन्छ। अब यसलाई चाहिँ भित्र कसरी अब हामीले कस्तो छ भनेर पनि देखिसक्नु भएको छ। यसको मह राख्दाखेरि मौरीले कसरी राख्न सक्छ, आजसम्म मौरीले गरेको हामीले अन्त पनि हेरेका हुन्छौँ, बुझेका हुन्छौँ नि। पार्टिसन अब हाम्रो मौरीको सङ्ख्या अनुसार पार्टिसन गर्न सबैजनालाई आउँछ होला। यदि आउँदैन भने तपाईँको मौरी थोरै छ भने 3-4 फ्रेम 5 फ्रेम दिएर यसले पार्टिसन गर्ने, छेका बार दिने। अनि यो चाहिँ हामीले फिट गर्दाखेरि चाहिँ हामीले एउटा कोड दिएका हुन्छ यसलाई चाहिँ। यो चाहिँ किनभने हामीले पूर्ण रूपमा नभएको यसरी हाल्दाखेरि नमिल्न सक्छ भन्ने कारणले यो चाहिँ जताबाट निकाल्नु भयो तपाईँले जुन जुन टुक्राहरू जताबाट निकाल्नु भएको छ नि त्यतैबाट फिट गर्नुपर्ने हुन्छ यसलाई चाहिँ। अनि अब हामी चाहिँ यसलाई फिट गर्ने प्रक्रियामा जाँदैछौँ। हजुरले केही गर्नु पर्दैन, पेचकस भएपछि मेसिनै चाहिन्छ भन्ने पनि छैन, मेसिनले चाहिँ अलिकति छिटो हुने भन्ने मात्रै हो। अब यसरी हामीले यसरी टक 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 त्यही ठाउँमा गएपछि अब पेचकिला पनि त्यही ठाउँमा जान्छ अनि सबै यसको सेटहरू पनि मिल्ने भयो। अब यो घरको माथिको छानो पनि लक भइसक्यो, अब माथि जाँदैन, निकाल्न मिल्दैन। पार्टिसन अब यसरी पनि हाल्न सक्यो। अब हामीले जहाँ चाहिन्छ त्यहाँनिर हामीले प्रयोग गर्न सक्यो पार्टिसनलाई। अब उताको कोड हामीले प्रयोग गरिसकेपछि अब हामीले यो कोड चाहिँ हामीले किन दिएको हुन्छ भनेदेखि यो ढकनी उता पनि नपरोस् एक भनेर हामीले यसरी चिनो लगाइदिएका हुन्छौँ। अब यो ढकनीको यो अक्षरलाई मासतिर पारेर यसरी कसिदिनु भयो भने यसरी बिस्तारै सुई सुई कस्दा हुन्छ। यसमा त्यस्तो जोर जबरजस्ती केही गर्नु पर्दैन। त मेसिनले गर्दा त्यस्तो अनुभव भएको होला, तर हातले गर्दा अलिकति गाह्रै भए पनि मेसिनले गर्दा चाहिँ हामीले चाहिँ मेसिनले गर्ने गरेका छौँ। हल्का हुन्छ, छिटो हुन्छ।
यसको चाहिँ यसरी हामीले फिट गर्न सक्छौँ। अब यो चाहिँ यो 4वटा पेजले चाहिँ यो घारलाई चाहिँ आफ्नो ठाउँमा बस्न लगाउँछ, दायाँ बायाँ हुन दिँदैन भने यो 2टा पेजले चाहिँ माथिको ढकनीले खोल्न दिँदैन, ताकि मान्छेले भन्दा बाहेक अरू कुनै पनि जीव जनावरले चाहिँ यसलाई खोल्न नसकोस्। पल्टिन दिनु भएन, हामीले अडिनी गरेर राख्नु पर्यो। अनि यो अब कसैले पनि खोल्न सक्दैन, मान्छेले चाहिँ खोल्न सक्यो, किनभने मान्छेसँग त बुद्धि छ, औजार छ। अब यो चाहिँ अब हामीले आसन बोर्ड ल्यान्डिङ फ्लोरलाई पनि हामी यहाँ प्रयोग गर्दैछौँ। यसको चाहिँ सबै पेजहरू हामीले सेट गरिसकेका हुन्छौँ। ल यति गरिसकेपछि अब यहाँ हामीले यसमा चाहिँ कतैबाट मौरी गोलामा मात्र हैन हुल निर्यास भएको पाउनु भयो भने नि, अब हामीले त नयाँ घरमा सार्दा सेराना मौरीले चाहिँ क्विन गेट लाउनु पर्ने हुन्छ, रानी ढोका। त्यो भएको कारणले यो ल्यान्डिङ फ्लोर अर्थात् आसन बोर्ड राखिदिएको हौँ। नभयो भने नहुँदा पनि केही फरक पर्दैन। यसले चाहिँ 2टा काम गर्छ। एउटा चाहिँ रानी ढोका हामीले ठोक्न पाइयो, प्रयोग गर्न पाइयो। अर्को चाहिँ भनेको यो प्रवेशद्वारले सानो ठुलो बनाउन पाइयो। अब लम्बाइ त हामीले आवश्यकता अनुसार यो क्विन गेटले धान्ने अवस्थासम्म हामीले लम्बाइ गर्न सक्यो। अनि यसलाई पनि सानो ठुलो गर्न मिलोस् भनेर चाहिँ हामीले चाहिँ यो आसन बोर्डको प्रयोग गरेका छौँ। ल यो छकुने घार चाहिँ यस्तो हुन्छ। यो चाहिँ 30 मिलिमिटर मोटो काठ भएको कारणले, त्यो पनि टुनीको भएको कारणले, अत्याधिक सुकेको भएको कारणले यो सेराना मौरीको लागि अति उपयोगी हुन्छ र भइराखेको पनि छ। हामीले धेरै उत्पादन गरिसकेका छौँ, धेरै बिक्री वितरण पनि गरिसकेका छौँ र लानुभएको साथीहरूले पनि धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ। यो घरको विशेषता भनेको चाहिँ यो हो, जुन सुधारिएको, सजिलो, राम्रो, मौरीलाई पनि हेर्दा मुडे जस्तै देखिने र मुडेकै काम गर्ने भएको कारणले चाहिँ हामीले यो मुडे घार तयार गरेको हौँ।